यदि कोही मान्छे नेपाल बनेको हेर्न चाहन्छ, नेपाललाई माया गर्छ भने त्यसले आँखा चिम्म गरेर राष्ट्रस्था भन्छ, ल ग्यारेन्टी हो यो। र तपाईँलाई कसै चाहिँ पुरा कुनै केही नगरिकन रातोरात धनी हुनु छ, सेटिङ गर्नु छ, बिचौलिया गर्नु छ, मोजमती गर्नु छ, ऐयासी गर्नु छ, महँगो रक्सी खानु छ, राम्रो गाडी चढ्नु छ, 2-4 वर्षमै 8-10 वटा घर बनाउनु छ, जुन तपाईँको योग्यता पनि छैन, क्षमता पनि छैन, बिजनेस व्यापार उद्योग धन्दा केही पनि छैन, तर तपाईँलाई धनी हुनु छ। हो त्यो हो भने चाहिँ तपाईँले राजा भन्नुहुन्न। फेरि तपाईँ पार्टीको झोले भन्नुहुन्छ। तपाईँले केही बुझे छैन यो देशमा के कालमार्क्स भने के हो। यो नेपालमा कम्युनिस्टको कुरा गर्ने हुन्छ। तपाईँ नायक हुनुहुन्छ, तर तपाईँमा नेतामा हुनुपर्ने गुणहरू अथवा वाक्कला अथवा राजनैतिक चेतनाहरू छ। सबैमा छ, कसैले बोल्छन् कसैले बोल्दैन। हेर्नुहोस्, म चाहिँ बोल्छु। तपाईँ कलाकार अथवा फिल्मको नायक हिरो नभइदिएको भए के भन्नुहुन्थ्यो होला? थाहा छैन मलाई, तर विद्यार्थीकालमा चाहिँ म अलि लिडरसिपै थिएँ। लिडर मतलब त्यो के अरे अखिलको चाहिँ अनिरासो बिउको चाहिँ म अलि तगडै थिएँ। तपाईँ मान्नुहोस् नमान्नुहोस्, तपाईँ एमालेको कट्टर कार्यकर्ता हुनुहुँदो रहेछ। एमालेको कार्यकर्ता होइन, म त्यसको एउटा कलेजमा चाहिँ कहीँ न कहीँ त हुनु पऱ्यो, या त नेविसम्म लाग्नु पऱ्यो या त अखिलमा लाग्नु पऱ्यो। अनि त्यतिखेर के भनेको थियो भने हामी त टिनेजर थियौँ नि त। अब 16-17 वर्ष मान्छेलाई यो नेभी सङ्घ भनेको त सामन्तीहरूको पार्टी हो भनेपछि त अनि यता जानु परेन। आखिर सबै सामन्ती रहेछ यहाँ। सर्वहारा भनेर चाहिँ माओवादीले उठाएको लाइफस्टाइल हेर्नुहोस् त। त्यसो भए हामी सबै अनभिज्ञ थाहा नभएर जसलाई सामन्ती ठान्नु भएको थियो त्यो शक्ति चाहिँ तपाईँले राष्ट्रवादी शक्ति अहिले ठान्नु भएको छ, र जसलाई जसलाई यिनीहरूले आम मान्छेको दिमागमा के भ्रम हाल्यो नि, राजाहरू भनेको त एक सामन्ती हो भन्यो। तर कुनै समयमा दिपेन्द्र सरकारसँग शिखर चुरोट खाने पैसा हुन्थेन। महाराधिया सरकार यदि हल्का रक्सी चाहिँ लिइबक्सिन्थ्यो, च्यातेको कुर्ता लगाइबक्सिन्थ्यो, त्यो भित्र केही पनि थिएन। यो कुरा सबै चोरहरूलाई थाहा छ। यो सबै जनतालाई चाहिँ पुरा भ्रममा पारे हो के। त्यो भित्र त हामी पनि गएको छौँ नि त, केही पनि छैन त्यहाँ। अहिलेको यिनीहरूको महल हेरौँ त, दरबारहरू शेरे दरबार हेरौँ होइन, धेनु हिरा डल्लाहरू पैसा हेर्नु त्यहाँ। त्यस्तो पनि हुन्छ यार। देशलाई गरिब डुबाएर ऋणमा बोकाएर जनतालाई चाहिँ बाहिर खेदाएर अनि घरमा सुरुङ बनाएर पैसा खाने हो, त्यस्तो पनि हुन्छ। त्यस्तो पनि नेता अनि तपाईँ के यो प्रजातन्त्र लोकतन्त्र गणतन्त्र कुरा गर्ने भने मैले भनिहालेँ नि। अब यो देशै नबचाउने त जे भने भयो होइन, तर देशलाई बचाउने हो भने यो अब राजा इन्ट्रेस्ट छ त्यो फरक कुरा हो। तर हामी सबैले गएर पूजा गरेर गुहाएर ल्याउनुपर्छ, बिहान बजाएर